काठमाडौँको व्यस्त सहर बाफलमा अवस्थित एउटा यस्तो नाम जसले सरकारी शिक्षाको परिभाषा बदलिदिएको छ। सीमित स्रोत तर असीमित सपना, यो कथा हो ज्ञानोदय माध्यमिक विद्यालयको, जहाँ इटा र सिमेन्टका पर्खालहरूले मात्र होइन, बरु अनुशासन, समर्पण र गुणस्तरले भविष्य निर्माण गरिन्छ। विक्रम सम्वत 2020 सालमा एउटा सानो प्रयासबाट सुरु भएको यो विद्यालयले धेरै आरोह अवरोह पार गरेको छ। सुरुवाती दिनका चुनौतीहरू पहाड जस्तै थिए, तर यहाँका संस्थापक र तत्कालीन टिमको दृढ इच्छा शक्तिले ज्ञानोदयको जग बसालेको थियो। आज त्यही जगमा उभिएर यो विद्यालय नेपालकै उत्कृष्ट शैक्षिक संस्थाहरूको सूचीमा अग्र पंक्तिमा आउन सफल भएको छ। अहोरात्र खट्ने कर्मचारीहरूको योगदान पर्दा पछाडिको वास्तविक शक्ति हो। ज्ञानोदय माविको म स्थापना कालदेखि चाहिँ अलिअलि इतिहास मात्रै जान्दछु। यहाँ सबभन्दा पहिला राजथाला परिवार, लामिछाने परिवारहरूले चाहिँ एकदम यो खोला किनारको परिवेशमा आफ्नो एकदम व्यक्तिगत पहलबाट यहाँ यो विद्यालयलाई सुरुवाती गर्नुभयो। त्यसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण शर्मा र विद्यालयका पूर्व प्र रेवरत्न बज्राचार्य, त्यस्तै गरिकन पूर्व प्र धनञ्जय शर्मा आचार्य, पूर्व प्र नातिकाजी महर्जन, कुनदेव यादव, उहाँहरू सबैको सक्रिय सहभागितामा विद्यालय चाहिँ यहाँसम्म आइपुगेको। यो जनसमुदायबाट पनि एकदमै इच्छाएर हेरिएर मेहनत गरेर हेरिएको विद्यालय हो। अब यहाँसम्म आइपुग्न विद्यालयमा धेरै चुनौतीहरू थिए। खोला किनारको नजिकमा बाढी पस्ने, यसलाई धेरै नै समस्याहरू गर्दै 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 विद्यालय यहाँ आइसकेको र विद्यालय माथि आउनको चाहिँ सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा चाहिँ शिक्षकहरूको भूमिका रहँदो रहेछ, किनभने नतिजा महत्त्वपूर्ण हुँदो रहेछ। जबसम्म हामीले नतिजा दिन सक्दैनौँ, हामीलाई कसैले पनि पत्याउनुहुन्न र नतिजा दिन थालिसकेपछि विद्यालय माथि पुग्दो रहेछ र शिक्षकहरूको मेहनत, परिश्रम, समुदायको सक्रिय सहभागिता, शिक्षक अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समिति, पूर्व प्रहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रहरू सबैको सक्रिय सहभागितामा चाहिँ ज्ञानोदय माध्यमिक विद्यालय यहाँसम्म आइपुगेको छ। म 2072 सालमा यो विद्यालयमा प्रवेश गरेकी हुँ। त्यो म यहाँ आउँदाखेरि त्यतिखेरको प्र नातिकाजी महर्जन सर हुनुहुन्थ्यो र म यहाँ आइसकेको केही महिनामै उहाँले मलाई चाहिँ सहायक प्रहको भूमिका दिनुभयो। सहायक प्रहको भूमिकामा म 9 वर्ष कार्यरत रहेँ। त्यसपछि अब अहिले म उहाँ अनिवार्य अवकाश भएपछि म चाहिँ प्रहको भूमिकामा रहेको छु र विद्यालय भन्ने कुरो एउटा प्रहले अथवा सप्रहले मात्रै पनि सञ्चालन हुँदैन, एउटा टिम चाहिन्छ र हाम्रो चाहिँ टिम बलियो छ। सबै साथीहरूले राम्रोसँग काम गर्नुभएको हुन्छ। एउटा गेटमा बस्ने, गेटको दायित्व लिनेदेखि कक्षा कोठामा जानेसम्म सबैले भूमिका निर्वाह गरेको हुनाले चाहिँ विद्यालयको स्तर यहाँसम्म पुग्न सकेको छ। सन्दर्भ हेर्दाखेरि ज्ञानोदयको इतिहास भनेको अथवा कुनै पनि विद्यालयको इतिहास भनेको बाटो होइन रहेछ। बाटोलाई रातभरि खनो, बिहान कालो पिच गरो, बाटो त बनिहाल्छ। तर एउटा विद्यालयलाई माथिसम्म लानको लागि यहाँभन्दा अगाडिको इतिहास एकदम महत्त्वपूर्ण हुने रहेछ र यो विद्यालय यहाँसम्म लानको लागि चाहिँ सबभन्दा पहिला इसिडी कक्षामा रेवरत्न बज्राचार्य, धनञ्जय शर्मा आचार्यले 45 सालमा इसिडी कक्षा सञ्चालन गर्नुभयो र इसिडी कक्षा सञ्चालन गरेपछि ती विद्यार्थीहरू 55 सालमा एसई दिन पुगे है। सम्भवतः तपाईँ पनि यही निकै विद्यार्थी हुनुहुन्छ होला, यहाँले देख्नु पनि भएको होला र ती विद्यार्थीहरूको नतिजा उत्कृष्ट आएपछि अहिलेसम्म त्यो नतिजामा विद्यालय अव्वल स्थानमै छ। 400 भन्दा माथि विद्यार्थी लिएर हामी 92-93% एसईको रिजल्ट दिन सफल छौँ। त्यसै कारणले गर्दाखेरि समुदायले पत्याउने, अभिभावकले पत्याउने र एउटा रोजाइको विद्यालय बनेको छ। चुनौती त विद्यालयभित्र धेरै नै रहन्छन्। अब विद्यार्थी सङ्ख्याको आधारमा हामीलाई भौतिक पक्षमा त्यस्तै समस्या छ। पिउने पानीदेखि लिएर शौचालयदेखि लिएर सबै कुराहरू समस्या छ। तर यी समस्याका बावजुद पनि हामीले चाहिँ विद्यार्थीहरू अग्र स्थानमा लानलाई चाहिँ मेहनत गरिरहेका छौँ। वास्तवमा सबभन्दा पहिला त महिला भन्दै नै है, महिला भनेको के हो भने आमा पनि हो, माता पनि हो, जननी पनि हो। आमा, माता र जननीलाई सम्मान नगरिकन कहीँ पनि अगाडि बढ्दैन। त्यसकारण ज्ञानोदय विद्यालय माध्यमिक विद्यालयमा मैले ती सबै कुराहरू प्राप्ति गरेको छु। किनभने कसैले आमा भन्न सहयोग गर्नुहुन्छ, कसैले दिदी भन्न सहयोग गर्नुहुन्छ, कसैले साथी भन्न सहयोग गर्नुहुन्छ। अब चुनौतीकै कुरा गर्ने भने विद्यालयका आफ्नै चुनौती हुन्। म महिला भएँ भनेर मेरो व्यक्तिगत चुनौती होइन है, विद्यालयकै चुनौती हुन् र अब सबैले मिलाएर जान सक्नु चाहिँ सबभन्दा ठुलो
महत्त्वपूर्ण पाटो हो। जसरी एउटा घरमा एउटा महिलाले सबै कुराहरू मिलाउनुपर्छ, विद्यालयमा नि त्यस्तै सबै तहगत परिवेशहरू मिलाउँदै जानुपर्छ। मिलाउँदै जाँदाखेरि अब त्यहाँ आफूभन्दा साना छन् भने फकाउनु पर्यो, सम्झाउनु पर्यो, समानता छ भने त्यसलाई पनि मिलाउन सक्नु पर्यो, सबै सन्दर्भ र उसको क्षमता अनुसारका कामहरूको कुराहरू पनि गर्न सक्नु पर्यो होइन। यी सबै कुराहरू गर्दाखेरि अब मलाई नै मेरो व्यक्तिगत रूपमा म महिलै भएको कारणले चाहिँ मलाई चाहिँ समस्या छैन संस्थागत हिसाबमा। अब अरूहरूको हेपे आदि इत्यादि कुरा भन्दाखेरि आफ्नो स्थान आफैले बनाउने हो। विद्यालयका चुनौतीसँग चाहिँ एक्लै लड्ने होइन, विद्यालयका चुनौती सबैका चुनौती हुन्। त्यसकारण चुनौतीहरू के छन्, यसका समस्याहरू के छन् भनेर हामीले चाहिँ सम्बन्धित निकायसँग राखिदिनु। हाम्रो भवन भत्किरहेको छ, हामी कुदिरहेका छौँ, दगुरिरहेका छौँ, समस्या मेरो पनि हो र समस्या अरूको पनि हो। त्यसकारण सबैलाई मिलाएर लग्यो भने सबै काम गर्न सकिन्छ। महिलै भएको रूपमा चाहिँ मैले त्यस्तो म महिला हुँ भनेर त्यस्तो केही खपेर यो काम गर्नु परेको चाहिँ छैन। अब यसमा चाहिँ हामीहरूले पठन पाठनलाई बढी जोड दिन्छौँ। कमजोर विद्यार्थीहरूलाई उपचारात्मक कक्षा भन्छौँ। बिहान बेलुका थप कक्षाहरू सञ्चालन गर्छौँ। शिक्षकहरूले कक्षा कोठामा गएर मेहनत गरेर पढाइदिनु भएको छ र अभिभावक एउटा राम्रो नतिजा ल्याउन के गर्नुपर्छ भन्दाखेरि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध चाहिन्छ। यो त्रिकोणात्मक सम्बन्धलाई सधैँ प्रगाढ राख्न चाहिँ हामी मेहनत गरिरहन्छौँ। अभिभावक भेला गर्छौँ, नियम समय समयमा हामी चाहिँ परीक्षाहरू सञ्चालन गर्छौँ, विद्यार्थीहरूलाई उपचारात्मक कक्षाहरू दिन्छौँ। त्यति मात्रै भएन, उनीहरूलाई चाहिँ मनोवैज्ञानिक परामर्श पनि गर्छौँ हामीहरूले। यी सबै कुराहरूमा हामीलाई अभिभावकहरूको सहयोग छ। कमजोर विद्यार्थी, विद्यालय नआउने विद्यार्थीलाई हामी अभिभावकलाई फोन गरेर बोलाउँछौँ, विद्यालय आइदिनुहोस्, तपाईँको बच्चालाई यस्तो भइरहेको छ भनेर हामी जानकारी गराउँछौँ। यी सबैका बावजुद चाहिँ हामी अगाडि बढिरहेका छौँ। त्यसैले हामी नतिजा दिन पनि सफल छौँ भनेर भन्दछौँ। जस्तै ज्ञानोदय विद्यालय चाहिँ अहिले अब देशकै उत्कृष्ट विद्यालयको रूपमा लिइन्छ र हो पनि। अब यसको लागि चाहिँ किन चाहिँ के अरे सरकारी विद्यालय रुचियो भन्दाखेरि एउटा कुरा के होला, ठुला बडाको लागि जोसँग पैसा छ उहाँहरूको लागि पनि राज्यको सुविधा दिउँ भन्ने पनि एउटा हो। र अर्को कुरा इङ्ग्लिस मिडियम, त्यहाँ पनि इङ्ग्लिस मिडियम, यहाँ पनि इङ्ग्लिस मिडियम। र अहिले करिकुलम पाठ्यक्रम अन्त लगाउने पनि सिडिसी पाठ्यक्रम, हामी कहाँ लगाउने पनि सिडिसी पाठ्यक्रम होइन। अब त्यो सँगसँगै अब 6 क्लासदेखि सरकारी विद्यालयमा पढ्यो भने एमबिबिएस छात्रवृत्तिको कुरा एउटा ठुलो वर्गलाई होइन। र त्यसपछि इन्जिनियरिङ छात्रवृत्तिको कुरा होला। अब छात्रवृत्तिका कुराहरूले पनि एउटा पाटो लिएको छ भने अर्को पाटो चाहिँ के हो त भन्दाखेरि त्यो संस्थागत विद्यालयमा तिरेको पैसाभन्दा कम पैसामा यहाँ पढाइ राम्रो हुन्छ नि, यहाँ किन नहोला। म तपाईँलाई एउटा सानो उदाहरण भन्छु। त्यो निकै वर्ष अगाडि म आएको 2-3 वर्ष जस्तो होला, एकजना सानो अभिभावक हुनुहुन्थ्यो। उहाँको पिठुमा चाहिँ 6 महिना 7 महिनाको बच्चा थियो, उहाँले बाँध्नु भएको थियो। अनि अर्को बच्चा चाहिँ एलकेजीमा पढ्न लिन आउनुभएको थियो। पछिल्लोको गेटबाट चाहिँ दिने गरेको थियो त्यतिखेर बच्चा। गेटमा हुनुहुन्थ्यो, मैले सोधेँ तपाईँ कहाँदेखि आउनु? थानकोटदेखि। मलाई माया लाग्यो, तपाईँले किन थानकोटदेखि बच्चा यहाँ लिएर आउनुहुन्छ? त्यो एउटा सानो बच्चा 3-4 वर्षको बच्चा। उहाँले के भन्यो भने मलाई यहाँ ल्याउँदा बोर्डिङ स्कुलमा तिरेको पैसाभन्दा आधी पैसाले म यहाँ पढाउनु पाउँछु होइन। र त्यति सँगसँगै त्यहाँभन्दा यहाँ राम्रो पढाइ छ, त्यसकारण म यहाँ आउँछु। पोहोरै मात्रै यही सोफामा बसेर नर्सरीको एउटा बच्चाले के भन्यो भने मलाई यहाँ जसरी नै भर्ना गरिदिनु है। ऊ 2 क्लासमा पढ्न खोजेछ, उसको भाइ चाहिँ सरस्वती पूजा गरिदिनु यहाँ भर्ना हुन आएको छ। अनि उसले के भन्छ भने मेरो भाइ सरस्वती पूजामा आएको, नोज जानिसक्यो, आई जानिसक्यो, इङ्ग्लिसको वर्डहरू जानिसक्यो, म बोर्डिङ पढेको मलाई केही पनि आउँदैन, मलाई यही विद्यालय चाहियो। मैले तुरन्तै इन्चार्जलाई बोलाएँ, क्लास टिचरलाई बोलाएँ, राखिदिनुहोस् न भने उहाँहरूले 2 दिनको समय माग्नु हो। अनि एउटा बच्चाले धन्न छोडेर गएको छ, हामीले राख्यौँ। भन्दाखेरि पठन पाठन नै महत्त्वपूर्ण कुरा हो। पठन पाठन राम्रो भयो भने अभिभावकले पत्याउनुहुन्छ, पठन पाठन राम्रो भयो भने कसैले पनि पत्याउनुहुन्न। यसको यो उत्कृष्ट नतिजा भनेको पठन। भर्ना खुलेदेखि मलाई आँखामा आँसु आउँछन्। एउटा विद्यार्थी विद्यालयमा पढ्छु बनाएको विद्यार्थीलाई पढ्न नपाई फर्काउनु परेको दिन साह्रै पीडा हुन्छ। त्यो पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ। र यसको मूल कारण भनेको हाम्रो भौतिक पक्ष हो। गत साल मात्रै एउटा बिल्डिङ भत्कायौँ हामीले, हजुरले देखिरहनु भएको छ। 3वटा सेक्सन हामीले घटायौँ। अब अहिले पनि हामी गत सालभन्दा विद्यार्थी फेरि बढाएर लिन सक्ने हामीसँग क्षमता छैन। हाम्रो मूल पक्ष भनेको भौतिक पक्ष हो र हाम्रो चौर पनि हो। विद्यार्थी बढाएपछि उफ्रिने, खेल्ने, उभिने ठाउँ छ र हाम्रो भौतिक पक्ष कमजोर भएको कारणले हामीले जति विद्यार्थी आउँछन् ती विद्यार्थी राख्न सक्दैनौँ। महत्त्वपूर्ण पक्ष चाहिँ यही हो।
अब सार्वजनिक जग्गाहरू पनि हामीले पहल गर्यौँ है। वडा नम्बर 13 वडा अध्यक्षज्यूसँग हामी एकदम नजिकमा छौँ। भर्खरै मात्रै वडाको बजेट परेको छ, तपाईँले देखिरहनु भएको छ, हामीलाई 2 करोड बजेट। तर हामी त्यो काम गर्न अझै पनि सकिरहेका छौँ। विभिन्न कानुन नियम परिवेशले गर्दा हाम्रो जमिन यति नै हो, अनि यता नि छोड उता नि छोड उता नि छोड गर्दाखेरि हामीसँग जमिन छैन। अझै पनि हामीले त्यो टेन्डरमा लान सकेका छैनौँ। प्रति र प्रदेशबाट अलिकति बजेट पऱ्यो, हामीले त्यति काम गऱ्यौँ। त्यसपछि फेरि सहरी विकासबाट परेको थियो, त्यो पनि जनजी आन्दोलनले गर्दा अगाडि बढ्न सकेन। भन्दा सरकारका आफ्नै नीति नियम चाहिँ अप्ठ्यारा। सामुदायिक विद्यालय बनाउनुपर्छ भने नीति नियम भन्दा गाह्रो, सबैतिर छोडेर बना, यता गर त्यता गर, अनि त्यो नियमै पुर्याउन गाह्रो। नियम पुर्याउन गाह्रो भएको हुनाले हामीले काम गर्न अत्यन्त गाह्रो छ। हामी एकदम मेहनतमा काम गरिरहेका छौँ, तर हजुरले भने जस्तै अगाडि बढ्न र सफल हुन भने चाहिँ सकिरहेका छैनौँ। अब काठमाडौँ महानगरपालिका होइन, राज्यको निकाय सबैले यो विद्यालयलाई जमिन चाहिन्छ, अगाडि बढाउनुपर्छ भन्ने सबैको ध्यान त पुगेकै होला, तर कार्य गर्नलाई अझै पनि समय लाग्छ कि जस्तो लाग्छ। वास्तवमा उहाँहरूले राज्यकै तर्फबाट अथवा महानगरपालिकाकै तर्फबाट विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयलाई भौतिक कुराहरू उहाँहरूले पनि एउटा मापदण्ड चाहिँ बनाउनु भएको छ। तर अब त्यसको लागि पनि समय लाग्ला। हामीलाई चाहिँ आजको भोलि नै चाहिएको छ। त्यसकारणले सम्बन्धित निकायहरूलाई म के भन्छु भने हामीले जुन बनाउन लागिरहेका कुराहरू छौँ त्यो चाहिँ सम्बन्धित निकायहरूले मापदण्ड नबनिकन, नियम नबनिकन, यो चाहिँ पवित्र मन्दिर हो है, मन्दिरको स्थापना जसले जसरी पनि गरिदिनुपर्छ भने सबैतिरबाट काम गरेर यो हाम्रो चाहिँ जुन बन्न लागेका भवनहरू छन् ती बनेदेखि हुन्थ्यो। र गत साल अहिले हामी चाहिँ यसपालि जम्मा 450 मात्रै विद्यार्थी लिन्छौँ र आउँदो साल चाहिँ आएका विद्यार्थी फर्काउन नपाइकन 1000 विद्यार्थी लिन पाएको त कति खुसी लाग्थ्यो होला, कति गर्व लाग्थ्यो होला भन्ने कुरा चाहिँ मनमा लागेको छ। र हामी प्रयत्नरत पनि छौँ, महानगरपालिकासँग सबैसँग प्रयत्नरत। भर्खरै तपाईँहरूले थाहा पाइहाल्नुभयो होइन, एसएको हामीले 438 जना विद्यार्थी पठाएका छौँ। अब त्यो 438 जना भने प्राविधिकको एउटा सेन्टर र अर्को सेन्टरमा दुई ठाउँमा हाम्रा विद्यार्थीहरू छरिएर रहेका छन्। मलाई लाग्छ अब सम्भावना होइन, परीक्षामा गएर कोही विद्यार्थी बिरामी पो भइदियो कि उसको घरैसी कारणले उसलाई त्यहाँनिर अप्ठ्यारो पो परेको छ कि ती उसका व्यक्तिगत कुराहरूको कारणले पनि परीक्षामा असर पर्छ होइन। अब त्यो नहेरिकन हामीले हेर्दाखेरि हामीले यसपालि 93% रिजल्ट थियो, यसपालि हामीले 96% रिजल्टको आश गरेका छौँ होइन। 100 चाहिँ भन्दैनौँ, त्यो भित्र धेरै समस्या छन् होइन। 100 चाहिँ भन्दैन किन हाम्रो सङ्ख्या धेरै छ, त्यसकारण 100 चाहिँ भनेका छैनौँ। र 96% हामीले आश गरेको छ। र 4 GPA ल्याउने विद्यार्थी 6 जना थियो भने हामीले यसपालि 10 जनाको आशा गरेका छौँ, अपेक्षा गरेका छौँ हामीले होइन। त्यस कारणले गर्दाखेरि अब नतिजा राम्रै हुन्छ भनेर हामी कल्पना गरेका छौँ। र अब ती विद्यार्थीहरू पनि एकदम सक्रिय मेहनत साथ लागेका छन्, अभिभावक पनि लागिदिनु भएको छ। अब परीक्षा केन्द्रहरूले पनि विद्यार्थीलाई आचरण अनुशासनमा राखेर परीक्षाहरू लिनुभएको छ, त्यस कारण यस्तो अपेक्षा गरेर हामी बसेका छौँ। वास्तवमा पढ्ने भन्ने कुरा र पढ्ने विद्यार्थी भन्ने चाहिँ विद्यालय पुग्छ कि वातावरण अब लगभग सबै स्कुलमा बनिसकेको छ। कसैले पनि आफ्ना छोराछोरीलाई घर नराख्नुहोस्, विद्यालयमा लैजानुहोस्, भर्ना गर्नुहोस् र कम्तीमा महिनाको 2 पटक आफूले पढाएको विद्यालयमा गएर त्यहाँका शिक्षकहरूलाई खै गर्नुहोस्, मेरो बच्चाको गृह कार्य परीक्षण भएको छैन कि, मेरो बच्चाको पढाइ राम्रो भएको छैन कि, मेरो बच्चालाई के भइरहेको छ नि। अभिभावकले महिनामा 2 चोटि जानु भने त्यहाँ पक्कै पनि पढाइ राम्रो हुनेछ। त्यसकारण सबै अभिभावकहरूलाई पनि विद्यालयमा विद्यार्थीहरू भर्ना गर्नुहोस् र नियमित विद्यालयमा सम्पर्कमा रहनुहोस् भन्दछु। भने शिक्षकहरू पनि जागिरे होइन कि पढाउने मानसिकताका साथ विद्यालयभित्र छिर्नु पर्यो। र हिजोको मेरो शैक्षिक उपलब्धिभन्दा अबको शैक्षिक उपलब्धिमा म अझै अग्रस्थानमा जान्छु भने उहाँहरू पनि लाग्न सक्नुपर्दछ भनेर भन्दछु। शिक्षा त्रिकोणात्मक सम्बन्ध हो, विद्यालय, विद्यार्थी र अभिभावक। ज्ञानोदयले आफ्ना अभिभावकहरूलाई विद्यालयको हरेक गतिविधिमा जोड्न सफल भएको छ। यहाँका विद्यार्थीहरूमा देखिने आत्मविश्वास र अनुशासनले नै यो विद्यालयको ब्रान्डिङ गरिरहेको छ। म बद्रीनाथ नेउपाने हजुर, अब म यहाँ चाहिँ सहायक प्रभावको रूपमा काम गरिरहेको छु र सब्जेक्टको रूपमा मैले साइन्स सोसल 2 सब्जेक्ट पढाइरहेको छु। र विशेष गरी ज्ञानोदय जस्तो विद्यालयमा चाहिँ हामी शिक्षकको एउटा एकाडेमिक फिल्डतिर त छँदैछ, त्योभन्दा बढी हामी प्रशासनिक फिल्डमा खट्नुपर्ने अवस्था छ। विद्यार्थी सङ्ख्यादेखि लिएर यहाँको स्टाफको सङ्ख्या, त्यसको म्यानेजमेन्ट, म त नेतृत्व प्रधान अध्यापकको हो। र अहिले यहाँले भन्नुभयो जस्तो क्वेसनमा चाहिँ प्रधान अध्यापक को जुन नेतृत्वमा चाहिँ यहाँहरूले के कसरी चाहिँ नै कार्य गर्दै हुनुहुन्छ भन्दाखेरि ज्ञानोदयको इतिहासमा चाहिँ जुन विगतकै दिनदेखि
प्रधानाध्यापकहरू जो विद्यालयमा खटिएर रहनु भएको छ उहाँहरूको चाहिँ योगदान अद्वितीय छ र त्यही योगदान दिने क्रममा अहिले हालका प्रधानाध्यापक पनि त्यही बाटोमा हुनुहुन्छ र यहाँ जुन जसरी चलेको छ यो चाहिँ एउटा सिस्टममा एउटा टिम वर्कमा ग्रुप बेसिसमा चलेको छ एउटा सिस्टम छ त्यो सिस्टममा चाहिँ विभिन्न एक्टरहरू आइराख्नुहुन्छ गइराख्नुहुन्छ र त्यो सिस्टमले चाहिँ अगाडि बढाइरहेको छ र त्यही सिलसिलामा हामीले त्यो सिस्टमको माध्यमद्वारा ज्ञानोदयको साखलाई आजको दिनसम्म बचाइरहेको छ त्यसमा प्रधानाध्यापकको नेतृत्व त अब असंभव नै भयो यो पछिल्लो समयमा आएर अब जताततै प्रविधिहरूको प्रयोग गर्नुपर्छ जसले गर्दा विद्यार्थीहरूलाई पढाइतिर चाहिँ अलिकति जागरुक अलि इच्छा जाग्ने अलि खुसी लाग्ने रमाइलो मान्ने यी सबै कुराहरू जोडिएका हुन्छन् प्रविधिसँग र त्यही सिलसिलामा हामीले आइटीको प्रयोगहरू गर्दै गइरहेका छौँ र प्राय सबै शिक्षा कक्षाहरूमा चाहिँ स्मार्ट बोर्डदेखि लिएर प्रोजेक्टरहरूको माध्यमद्वारा त्यहाँ भएका चाहिँ टुलहरूलाई प्रयोग गरिएको छ र विशेषतः विद्यार्थीहरूलाई नै बढीभन्दा बढी प्रोजेक्ट डिजिटल वर्कमा चाहिँ उनीहरूलाई समावेश गराउने र उनीहरूले तयार गरिएका वर्कलाई कक्षामा प्रस्तुत गर्न लगाउने हामी त्यो विधिलाई अहिले अप्नाएको छौँ जसले गर्दाखेरि विद्यार्थी बढी आफै सक्रिय भएर सिक्ने काम गरिरहेका छन् र हामी कम्प्लिटली त्यो अवस्थामा जान नसके पनि हाम्रो चाहिँ बाटो चाहिँ त्यतातिर अग्रसर छ। अब सबैभन्दा कुरो यो सिक्न सिकाउने वातावरण निर्माण गर्दै गर्दाखेरि अनुशासन एकदम महत्त्वपूर्ण पार्ट हो। यदि विद्यार्थी हामी शिक्षक हाम्रा आचरणदेखि लिएर विद्यार्थीको आचरणलाई ठिक ठाउँमा राख्न सकिएन भने पठन पाठन क्रियाकलाप राम्रोसँग अगाडि बढ्न सक्दैन र त्यसको लागि चाहिँ हामी शिक्षक विद्यालय प्रशासन सबै नै सजग छौँ। विद्यार्थीहरूलाई अनुशासनको काममा चाहिँ उनीहरूलाई अलिकति अनुशासनमा समस्या देखिएकाहरूलाई परामर्शको माध्यमद्वारा अनुशासित बनाउने अनि अभिभावकहरूसँग नियमित जस्तो भेटघाट जो समस्याहरू भेटिएका छन् उनीहरूसँग चाहिँ नियमित भेटघाट गर्ने उनीहरूको बारेमा छलफल गर्ने विद्यार्थीलाई सम्झाउने बुझाउने यी क्रियाकलापहरू हामीले गरि नै राखेका छौँ र अझ गर्दै जाने क्रममा चाहिँ हाम्रो सायद सङ्ख्या ठुलो भएर पनि होला जति हामीले गर्न सक्नु पर्थ्यो त्यति गर्न सकिरहेका छैनौँ र पछिल्लो समय अलिकति अनुशासनको पाटोमा अलिकति चुनौती चाहिँ थपि नै गइरहेका छन्। अब विद्यार्थी विभिन्न घरायसी ब्याकग्राउन्डबाट आइरहेका हुन्छन् उनीहरू घरको अवस्था सबैको उस्तै समान खालको हुँदैन घरमा उनीहरूले विभिन्न समस्याहरू भोगिरहेका हुन्छन् त्यसको रिफ्लेक्सन चाहिँ कक्षा कोठाहरूमा आएर हुने कुराहरू चाहिँ भइरहेका छन्। त्यसले गर्दा चाहिँ अनुशासनमा चाहिँ अलिकति समस्याहरू चाहिँ वृद्धि चाहिँ भइरहेको छ तर अब हामीले आफ्नो काम चाहिँ अगाडि बढाइरहेका छौँ तर त्यो पर्याप्त हुन सकिरहेको अवस्था। हामीले भर्नाको कार्यक्रम सुरु गरेका छौँ अन्त नेपाल सरकारले यो सेसन कम्प्लिट नभइकन भर्ना नगर्नु त्यसलाई हामीले मानेका छौँ फलो पनि गरेका छौँ। हामीले यो सेसनको तयारी मात्रै गरेका छौँ अब आउने सेसन सुरु हुने बित्तिकै हामी भर्ना गर्छौँ कि यो ठुलो विद्यालय छ आजको भोलि भर्ना कार्यक्रम सकिँदैन हामीलाई केही दिन लाग्छ तयारी गर्नु पऱ्यो अनि त्यो अनुसारको हामीले गर्ने गरिरहेका छौँ। तर समस्या के हो भन्दाखेरि यहाँ असाध्यै धेरै अभिभावकहरूको चाप प्रेसर र त्यो अनुसारको हामीसँग कक्षा कोठाहरू छैनन् अनि जस्तो यो वर्ष मात्रै हामीले 435जना मात्रै भर्ना लिने भनेर निर्णय गरेका छौँ। हाम्रो क्यापासिटी त्यो हो। त्यो 435 के हो त भन्दा यो वर्ष हाम्रो 435जनाले एससी दिनुभएको छ है त्यही सङ्ख्या मात्रै हामीले फिलअप गर्दैछौँ। अब हामीलाई यहाँ हेर्ने हो भने आज मात्रै सायद 400 फर्म गइसक्यो होला कि हिजो अस्ति अब अझ दिन बाँकी होइन। अब कतिजना मान्छेहरू भर्ना पाउनुहुन्न हजुर आफैले अनुमान गर्न सक्नुहुन्छ त्यो अवस्था छ। अब हाम्रो स्कुलमा यसरी चाहिँ भर्नाको लागि आउनुहुन्छ अब छिमेकी स्कुलतिर फेरि त्यस्तो खालको अवस्था देखिँदैन अनि सरकारले चाहिँ अलिकति त्यहाँतिर ध्यान नदिएको हो कि विद्यार्थीहरूलाई सिधै बोर्डिङतिर जा भन्न खोजेको हो कि होइन नत्र भने हामी जस्तो स्कुलहरूलाई भौतिक रूपमा अलिकति प्रमोट गर्न सक्ने हो भने धेरै विद्यार्थीहरू अझ हामी खपत गर्न सक्थ्यौँ। त्यो अवस्था चाहिँ अहिले छैन। त्यही भएर विद्यार्थीहरू प्राइभेट विद्यालयबाट यहाँ आएर अनि हजुरको चाहिँ भर्ना नपाइसकेपछि उहाँहरू फर्केर प्राइभेट नै जानुहुन्छ सायदै मात्र अरू अन्य खालको सामुदायिक विद्यालयहरूमा जानुहुन्छ।
त हजुरको विचारमा अब हजुरले भने जस्तै अलिकति सरकारी विद्यालयहरूलाई प्रमोट गर्नको लागि चाहिँ के कस्ता क्रियाकलापहरू गर्न सक्यो भने चाहिँ आउने विद्यार्थीहरूलाई भनाइ लिन सकिन्थ्यो, सबैजना सरकारी विद्यालयमै पढ्न पाउँथे। मेन कुरा त शिक्षाको गुणस्तर सुधार्ने पहिलो कर्तव्य त शिक्षकहरूको हो। अनि शिक्षकहरूलाई काममा लगाउने, अभिप्रेरित गर्ने काम राज्यको हो। अब त्यस काममा चाहिँ जति शिक्षकहरूलाई सेवा सुविधा अनि पूर्वाधार विकास होइन यी सबै कुराहरूमा राज्यको चाहिँ ध्यान जानुपर्ने, ज्ञानोदयलाई एउटा मोडल मानेर यदि राज्य अगाडि बढ्ने हो भने पनि राज्यका धेरै चाहिँ नै उद्देश्यहरू पुरा हुन्थे। यहाँ धेरै मान्छेहरू बुझ्न सोध्न के अरे आउनुहुन्छ, तर सोध्नुहुन्छ जानुहुन्छ, तर यो मोडल जो हामीले सरकारले चाहेर पनि नचाहेर पनि हामीले आफ्नो काम त गरिरहेछौँ, यो मोडललाई अन्य ठाउँमा पनि त्यसलाई अवलम्बन गराउने हो भने प्राइभेट स्कुलबाट त के अरे सरकारी स्कुलमा आउने विद्यार्थीको सङ्ख्या त जरुर बढिहाल्छ। अब त्यो चाहिँ मोडल सरकारले नअपनाएको हो कि। स्रोत र साधनको सीमितताका बावजुद सरकारी विद्यालयले पनि निजी क्षेत्रलाई चुनौती दिन सक्छ भन्ने प्रमाण हो ज्ञानोदय। थुप्रै चुनौतीहरू अझै बाँकी छन्, तर यहाँको टिममा रहेका हामी सक्छौँ भन्ने भावनाले ती सबैलाई परास्त गर्दै अघि बढिरहेको छ। नमस्कार है, म विष्णु प्रसाद गिरानी, ज्ञानोदय महावि सहायक र मैले पढाउने विषय लेखा। विशेष गरी विद्यार्थी र शिक्षकको बिचको सम्बन्ध कुरा पनि छ। विद्यार्थी र शिक्षकको बिचको सम्बन्धलाई अहिले ठ्याक्क हामीले उल्टे तरिकाले हेर्नुपर्छ। एउटा के छ भने पहिला शिक्षक कक्षामा छिर्दा विद्यार्थी डराउँथे, शिक्षकलाई देख्ने बित्तिकै त्रास भइरहन्थ्यो। अहिले टिचरले टिचिङ गर्ने क्रममा शिक्षक यहाँभित्र छिर्ने बित्तिकै शिक्षक र विद्यार्थी साथीको जस्तो वातावरणबाट चाहिँ अध्यापन गराउने हो भने बढी सिक्नुहुन्छ। अहिलेको बच्चालाई दबावमा त्रासमा होइन, ज्ञान बुद्धि र डिभाइसमा चाहिँ बढी ध्यान जाने भएकोले सोही अनुसार उहाँहरूलाई शिक्षण गर्न सक्छौँ। त्यसको अलावा के भने फेरि कक्षा कोठाबाट बाहिर निस्किने बित्तिकै विद्यार्थीसँग उही रमाइलो व्यवहार उस्तै फ्रेन्डली गर्नुपर्छ भन्ने छैन। ठ्याक्कै उल्टे टिचिङ लर्निङ एक्टिभिटिजमा टिचर फ्रेन्डली हुनु पर्यो। टिचिङ लर्निङ एक्टिभिटीबाट बाहिर निस्किसकेपछि स्कुलको डिसिप्लिनभित्र रहनु पर्यो। एउटा यो पार्ट छ टिचिङ लर्निङमा। अब अहिले अर्को हजुरले भनेको विषयवस्तुलाई हेर्ने हो भने अब अहिले हामीले हेर्ने हो भने नतिजा भनेको फर्स्ट सेकेन्ड थर्डमा नभएर एउटा ग्रुपमा हुन्छ। अहिलेको नतिजा भनेको कन्सिस्टेन्सी लेभललाई हेरिएको छ कि एउटा विषयमा धेरै अङ्क ल्यायो, एउटामा थोरै ल्यायो, फेरि जोड्यो, फेरि पर्सेन्टेज ल्यायो त छैन। अहिले त जिपी ग्रेड पोइन्ट एभरेजमा हेरिन्छ। यसको अर्थ चाहिँ सबै विद्यार्थीले सबै किसिमको स्किलहरू सिकेको हुनुपर्छ, लर्निङ भएको हुनुपर्छ भन्ने मान्यतामा राख्नुपर्छ। अहिलेको लर्निङ भनेको नम्बरमा होइन कि जसरी एउटा करिकुलमभित्र अब त्यहाँ विद्यार्थीले सिक्नै पर्ने कुरा सक्षमताहरू क्यापाबिलिटिजहरू राखिएका छन्। जुन तहको विद्यार्थी हो त्यही तहको क्यापाबिलिटिज पुरा गरिसकेपछि बल्ल माथिल्लो तहमा जाने बनाउने हो भने चाहिँ विद्यार्थीको गुण पनि परिवर्तन हुन्छ, सिकाइ पनि सबै समस्याहरू समाधान हुन्छ, पुरा हुन्छ। तर अहिले तत्काल समस्या के छ भने विद्यार्थी 9 क्लासमा पुगिसक्यो, कक्षा 8को सक्षमता उसले पुरा गरिसकेको हुँदैन। कक्षा 8को सक्षमता बाँकी हुँदै 9 मा पुगिसक्यो कि अब 10 मा पुग्दा 9 को सक्षमता पुरा भएकै हुँदैन। यसरी पाठ्यक्रम दिएको सक्षमता पुरा नगर्दै माथिल्लो कक्षामा लैजानु समस्या हो। नत्र भने अहिलेको लर्निङमा चाहिँ पाठ्यक्रमले दिएका चाहिँ क्यापेबिलिटिजहरू पुरा गर्दै जाँदा विद्यार्थीहरूको लर्निङ चाहिँ पुरै एचिभमेन्टहरू प्राप्त हुन्छ। सरले पढाउन थाल्नु भएको पक्कै पनि धेरै भइसक्यो होइन? यो शिक्षक भएर पढाउनुको रमाइलो चाहिँ के हुनेछ सर? होइन, मैले पढाउन लागेको लामै भयो। म योभन्दा अगाडि पाल्पानै धेरै पढाएँ, यो स्कुलमै झन् 12 वर्ष जति होइन। अब पढाउँदा मेरो तलदेखि माथिसम्म 1 to मास्टरसम्मकै अनि पढाइराखेको कारणले गर्दा सबभन्दा रमाइलो के हुन्छ भने आफूले कुनै पनि विद्यार्थीहरूलाई जसलाई सिकाउनु पर्ने हो नि, सिकाउने जुन ग्रुप हुन्छ त्यो ग्रुपलाई हामीले सिकाउन सक्यौँ भने र सिकिसकेपछि फेरि ऊ यहाँ लर्निङ गरेर गइसकेपछि 8-10 वर्ष पछाडि आएर 2-4 वर्ष पछाडि आएर सरले गर्दा म परिवर्तन भएँ भन्ने भन्यो भने त्यो हाम्रो लागि सबैभन्दा ठुलो खुसी छ। उहाँहरूलाई देखिसकेपछि अब आउने पिँढीलाई पनि हामीले त्यसलाई हौसलाको रूपमा लिनुपर्छ। हामी एज मेडिटेटरको रूपमा यहाँ बसिसकेपछि एउटा जबको लागि हामी बसिसकेपछि त्यही काम गर्छु, त्यही क्षेत्र बनाउँछु, त्यही हाम्रो प्यासन हो भनिसकेपछि आफूले हुर्काएको बच्चाहरू माथि जानु
ठुलो पदमा जानु, त्यसको लागि त शिक्षकको लागि गौरवको कुरा हो। तर आजभोलि सबै शिक्षकहरू त्यत्तिकै बस्नुहुन्न, उहाँहरूको पनि त जब आफ्टर जबको अन द सेटलमेन्ट सोचिसकेका हुनुहुन्छ, उहाँहरू पनि डाइनामिक तरिकाले फरक फरक ठाउँमा गइसकेको हुनुहुन्छ। त्यसले गर्दाखेरि अहिले विद्यार्थी सँगसँगै टिचरको लर्निङ पार्ट पनि अगाडि बढिराखेकोले, टिचरको स्किलको पार्ट पनि अगाडि बढिराखेकोले एकदम पहिला नै जस्तो टिचर त्यही पनि विद्यार्थी अगाडि जाने भन्ने कुरा चाहिँ अहिले कम नै छ। अहिले चाहिँ विद्यार्थीसँगै टिचरका प्रेजेन्टेसनहरू, विद्यार्थीसँगै टिचरका ठुला प्रस्तुतिहरू, ठुला कन्फरेन्सहरूमा अथवा माथिल्लो लेभलमा भेटिने क्रम पनि जारी रहन्छ। जस्ती विद्यार्थीहरूलाई चाहिँ हामीले राम्रो दृष्टिकोणले हेर्नुपर्छ र अरूलाई चाहिँ उत्प्रेरणाको स्रोतको रूपमा पनि मनाउनु पर्छ। आज ज्ञानोदय माध्यमिक विद्यालय एउटा शिक्षालय मात्र होइन, यो एउटा भरोसा हो, एउटा आशा हो र समृद्ध नेपाल निर्माणको एउटा बलियो इट्टा हो। नमस्ते म्याम। के को लागि आउनु भएको हजुर? नयाँ पढ्नको लागि। कति क्लासको लागि? कुन स्कुलमा पढाउनु भएको पहिला चाहिँ? पहिला म सेकेन्ड। अहिले चाहिँ किन यहाँ पढाउनु खोजिरहनु भएको छ? राम्रो पढाइ हुन्छ, राम्रो रिजल्ट आउँछ। तपाईँले सुनेर आउनुभयो? अब नमस्ते म्याम। नमस्ते म्याम। हजुर कहाँ बस्नुहुन्छ? म बनस्थली रानीवन। हजुर के को लागि आउनु भएको? म यहाँ बाबुलाई भर्नाको लागि फर्म बुझाउन आएको। हजुर कति कक्षाको लागि? 8 क्लासको लागि। 8? हजुर पहिला चाहिँ कहाँ पढाउनु भएको थियो र? सिद्धार्थ बनस्थली। सिद्धार्थ बनस्थली पढाउनु भयो अनि फेरि अहिले यहाँ आउनुभयो, के छ त कारण? अनि म्याम यो यहाँ सिधै सरकारी स्कुलमा दियो भने बच्चालाई पछि स्कलरसिपहरूमा पढ्न सक्छ भन्ने बुझेर चाहिँ आयो। ए तपाईँलाई लाग्छ यहाँ ज्ञानोदयमा राम्रो शिक्षा पाउँछ जस्तो लाग्छ तपाईँको छोराले? लाग्छ म्याम, पहिला नै लाग्थ्यो, अब त झन् नयाँ सरकार आउनुभयो, उहाँले झन् शिक्षामा सुधार गर्छु भन्नुहुन्छ। त्यो हिसाबले नै झन् मलाई एकदम खुसी मिलेर आएको हो म्याम। हस् धन्यवाद। नमस्ते। नमस्ते, मेरो नाम चाहिँ राजेश बुढा। हजुर म चाहिँ अहिले 11 कक्षामा पढिरहेको छु। म यहाँ पढेको चाहिँ अब यही 11मा आएको हो। यसमा यहाँको शिक्षा चाहिँ सबैभन्दा राम्रो छ। अब यो सरकारी स्कुल पनि हो भनेर चाहिँ हामी यहाँ पढ्न आएको। अब सबै राम्रो छ भने चाहिँ होइन, सबैजना पढ्नको लागि नै आइरहेछन्, कतिजना इन्ट्रान्स दिन नपाएर पनि फर्केर गएका छन्। त्यही भएर चाहिँ यो स्कुल चाहिँ एकदम बेस्ट छ पढाइको लागि। नमस्ते। नमस्ते। तपाईँहरू कति कक्षामा पढ्नुहुन्छ? जी 11मा पढ्छ। हाम्रो चाहिँ यो मेरो चाहिँ यही फर्स्ट इयर चाहिँ यहाँनिर भर्खर नयाँ नै हो। म यही इयर आएको हो र यहाँबाट एकदमै राम्रो फिल भएको छ अहिलेसम्म। हजुर यहाँको पढाइ पनि एकदमै राम्रो छ। तपाईँलाई कस्तो लागिरहेछ यहाँ पढ्दा? मलाई एकदमै राम्रो लागिरहेछ। म यहाँ पढेको 8 वर्ष भइसक्यो, म बच्चैदेखि पढिरहेको हो। यहाँको शिक्षा एकदम राम्रो छ। यहाँको शिक्षकहरू पनि एकदम राम्रो हुनुहुन्छ, फ्रेन्डली हुनुहुन्छ, नयाँ सिकाउनुहुन्छ, एकदमै राम्रो हुनुहुन्छ। ज्ञानोदयको यो यात्रा निरन्तर जारी रहनेछ। शिक्षाको यो ज्योतिले अझै धेरै पुस्तालाई उज्यालो दिइरहोस्।